प्रविधि क्षेत्रमा भएको वैज्ञानिक खोज, अनुसन्धान, नवप्रवर्तन, अन्वेषण, आविष्कार, नवीनतम प्रविधिको प्रयोग लगायतलाई प्रोत्साहन गर्न सो ज्ञान तथा सिपलाई आम विद्यार्थीमाझ पुर्याउने उद्देश्यले कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्न लागेका छौं। कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी कार्यक्रम गर्नुको हाम्रा उद्देश्यमा विद्यार्थीमा रहेको विज्ञान तथा प्रविधि सम्बन्धी खोज तथा अनुसन्धानलाई प्रस्तुत गर्ने अवसर प्रदान गर्नु, विद्यार्थीका मौलिक प्रकृतिका आविष्कार तथा अन्वेषणलाई प्रोत्साहन गर्नु, आईटी प्रविधिको विकासले प्राप्त गरेका नवीनतम उपलब्धिलाई विद्यार्थीमाझ प्रस्तुत गर्नु, वैज्ञानिक चिन्तन तथा खोज अनुसन्धानमा विद्यालय तहका विद्यार्थीलाई उत्प्रेरित गर्नु, शिक्षा विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न सामग्रीहरू एकै ठाउँमा अवलोकन गर्ने अवसर प्रदान गर्नु र नेकपा एमालेको प्रदेश स्तरीय विज्ञान तथा प्रविधि नीति तयार गर्नु हाम्रो यो कार्यक्रमका उद्देश्य रहेका छन्। हामी कार्यक्रम प्रदर्शनी 2082 जेठ 1, 2 र 3 गते 3 दिनसम्म आयोजना गर्दैछौं। यो कार्यक्रम बिर्तामोड नगरपालिका क्षेत्रमा रहेको सामुदायिक विद्यालय देवी माध्यमिक विद्यालयमा हुनेछ। कार्यक्रममा विज्ञान तथा प्रविधि प्रदर्शनीमा कोशी प्रदेशका 14 जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा 12 सम्मका विद्यार्थीहरू सहभागी हुन सक्नेछन्। प्रतियोगितामा प्रथम पुरस्कार 4 लाख रुपैयाँ, दोस्रो पुरस्कार 3 लाख रुपैयाँ, तेस्रो पुरस्कार 2 लाख रुपैयाँ, सान्त्वना पुरस्कार 1 लाख रुपैयाँ र प्रतिभा प्रोत्साहन पुरस्कार भनेर 25 वटा विद्यालयहरूलाई हामी 25,000 का दरले उपलब्ध गराउने भन्ने हामीले तयारी गरेका छौं। र प्रतियोगी छनौट प्रक्रिया भने हाम्रो कोशी प्रदेशका 14 जिल्लाका विद्यालयबाट बढीमा प्रति जिल्ला 10 वटा विद्यालयहरू हाम्रो सहभागी हुन सक्नेछन्। यसमा हामीले 150 बनाउने भनेका छौं। झापा आयोजक भएका कारण झापाका चाहिँ अरु 10 वटा थप विद्यालयहरू त्यसमा सहभागी हुनेछन् र 150 को संख्यामा विद्यालयहरू सहभागी हुनेछन्। यसरी प्रदर्शनीमा 140 वटा स्टल रहनेछन्। सहभागी विद्यालय छनौट विज्ञान र प्रविधिका विज्ञ शिक्षक तथा प्राध्यापकको निर्णायक टिमले गर्नेछ। विद्यार्थीले निर्माण गरेका सामग्रीको छनौट प्रक्रिया भौतिक रूपमा उपस्थित भएर वा भर्चुअल माध्यमबाट गरिनेछ। जस्तो जिल्लाबाट हामी सहभागी हुन्छौं भन्नेको संख्या 10 मात्रै हुँदैन। यहाँ बिर्तामोडमै मात्रै विद्यालयको संख्या करिब 50 को हाराहारीमा छ भनिसकेपछि धेरै विद्यालयहरू छन्। ती मध्ये कुन प्रदर्शनी राख्ने भन्ने गरेको कुरा पनि हामी विषय विज्ञहरूबाट उहाँहरूले तयार गरेका सामग्रीहरूलाई हेरेर भएका मध्ये उत्कृष्टहरूलाई त्यहाँ सहभागी गराउँछौं। शिक्षा विज्ञान र प्रविधिसँग सम्बन्धित विभिन्न व्यक्ति वा संस्थाले तयार गरेका सामग्रीहरू समेत प्रदर्शनीमा राखिनेछ। यस्ता सामग्रीहरू अप्रतियोगी हुनेछन्।